हेर्न सक्नुहुन्छ मैले चाहिँ भाउजूहरूबाट चौडा पिरो चौचो लिएर जाँदैछु घर। अब यसलाई मस्त घर बनाएर गएपछि मस्त बनाएर वेलकम ब्याक छ वान्टेड 828 को ब्लगमा सबैजनाको स्वागत छ। आजको मौसम हेर्न सक्नुहुन्छ आज साथीहरू। आज चाहिँ म दिनभरि काममा गएन, घरै सुतेर बसेको थिएँ। हेर्न सक्नुहुन्छ आज दिनभरि पानी परेको कारणले म काममा पनि गएन। अहिले पनि पानी परिरहेको छ। चाहिँ आज चाहिँ पिरो चौचो खान मन लाग्यो, त्यस कारणले म चाहिँ भाउजू घरतिर जाँदैछु पिरो चौचो लिन। अनि पिरो चौचो ल्याएर मस्त आज बनाएर खानेछौँ हामी। साथीहरू हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ भाउजू घर आइसकेँ। अब यहाँ आएर भाउजूसँग पिरो चौचो लिएर जानेछु। भाउजू मलाई पिरो चौचो दिनु त भाउजू। पिरो चौचो छ कि नै? पिरो चौचो पिरो चौचो खोइ दिनु त मलाई। चाहिँ भाउजू आउँदै हुन्छ भान्सामा। भाउजू चाहिँ खाना बनाउँदै हुन्छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ मैले चाहिँ भाउजूहरूबाट चौडा पिरो चौचो लिएर जाँदैछु घर। अब यसलाई मस्त घर बनाएर गएपछि मस्त बनाएर खानेछौँ हामी। साथीहरू हामी चाहिँ घर आइसक्यो चौचो लिएर। एक दिन नटोकेको ल भाइ अब बोल। हामी चाहिँ अब भाइ बहिनी चाहिँ उता चौचो बनाउँछ, त्यति बेलासम्म हामी अब भित्र गएर बस्छौँ आरामले होइन, टक्क लाएर। यता हेर्नु सक्नुहुन्छ हाम्रो भ्यागुतो छोरो हाम्रो हजुरआमा हुनुहुन्छ। अनि मम्मी चाहिँ उहाँ सुत्नु भयो। अब चाहिँ हामी हाम्रो कोठामा मस्त बसेर होइन साथीहरू। अब चौचो पाकेपछि हामी फेरि त्यसपछि खानेछौँ। अहिले चाहिँ हामी आराम गर्छ। साथीहरू हाम्रो चाहिँ पिरो चौचो बनाएर रेडी भइसकेको छ। हेर्नु सक्नुहुन्छ पिरो चौचो। अब हामी चाहिँ यो खाएर मस्त होइन। अनि ब्लग खतम गर्नेछौँ। हेर्न सक्नुहुन्छ उहाँ छोरीहरू अनि बजेहरू उतातिर बसेर खाँदैछन्। अनि म चाहिँ मेरो कोठामा बसेर मस्त होइन पिरो चौचो खाँदैछु। खुर्सानी मात्रै मुखमा हालेको छ भएको त। म चाहिँ पिरो चौचो खाएर भएपछि अब खोलातिर जाँदैछु। यो खोलामा बाढी आएर त्यही हेर्न ठिकै खोलातिर डुल्न जाँदैछु म। यहाँ चाहिँ खोलामा जाने बाटो चाहिँ अलिकति बिग्रेर रहेछ के यहाँ पानी आएको कारणले खोलामा जाने बाटो चाहिँ बिग्रेर रहेछ। खोलामा चाहिँ बाढी आएको रहेन रहेछ साथीहरू। त्यसै आमाले बाढी आएर भनेर भन्नुभएको थियो, त्यस कारण खोलातिर आएको थिएँ। कतिको ठुलो बाढी आएछ भनेर हेर्न। तर खोलामा चाहिँ ठुलो बाढी नै आएको रहेन रहेछ। अलिकति पानी ठुलो भइरहेछ अस्ति भन्दा। हेर्न सक्नुहुन्छ खोलामा अस्तिभन्दा अलिकति ठुलो पानी रहेको छ, तर खोलामा बाढी आएको छैन। आज चाहिँ पानी परेको कारणले म बाहिर जाने काम थियो होइन साथीहरू, त्यस कारणले म बाहिर गएको थिएँ। आज काममा पनि गइनँ, त्यही भएर आज म दिनभरि घर थिएँ। पानी परेको कारणले म निस्केको थिएन। अनि आज घरबाट चाहिँ म बाहिर गएर आएपछि बेलुकी पख 5 बजीतिर घरबाट निस्केको थिएँ। जानुहुन्छ अहिले पनि पानी परिरहेको छ यहाँ। अब अहिले झन् दन्किँदै गइरहेको छ। अनि जानुहुन्छ मौसमहरू त अझै काले बादल गरेको छ। अब बाढी आएको रहेन रहेछ खोलातिर। अब म चाहिँ घरतिर जान्छु। अनि बेलुकी पख म लाइभ आउनेछु। आज चाहिँ डे 3 रहेको छ मेरो च्यालेन्जको 0 to 1 लाख सब्सक्राइबरको। साथीहरू सबै नयाँ हुने साथीहरूले च्यानललाई सब्सक्राइब गरेर मेरो च्यालेन्ज कम्प्लिट गर्न सहयोग गर्नु होला। र साथीहरू म चाहिँ खोलाबाट घर आइसकेँ। आजको ब्लग चाहिँ यति समाप्त गर्छु। हामी नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ।